हेलो नमस्ते, स्वागत छ सबैजनालाई डे 2 मिनी भ्लगमा। बिहानै म्याम र म स्कुल लाग्यौँ। यता स्कुल पुग्दा म्यामहरू यता फुलहरू पूजाको लागि मिलाउँदै हुनुहुन्थ्यो। हिजो पानी परेर केही डेकोरेसन गर्न पाएको थिएनौँ, त्यसैले सबैजना टिचरहरू मिलेर हामी चाहिँ छिटो छिटो बेलुनहरू पहिला टाँस्न थाल्यौँ। अनि उता सरहरूले चाहिँ ब्यानरहरू फेरि मिलाउँदै हुनुहुन्छ। हिजो पानी परेर हामी मिलाउनै पाएको थिएनौँ। गेटमा टाङ्ने बेलुन पो परेछ, अनि ब्यानरमा नमिलेर सरहरूले फेरि होइन यो लैजानु गेटमा बेलुन, सानो बेलुन चाहिँ यहाँ टाङ्नुपर्छ भन्नुभयो। यो चाहिँ हामी बाँकी टिचरहरू बोकेर चाहिँ गेटतिर लग्यौँ। बाहिर डाइनोसर जस्तै देखे चाहिँ कति लामो बोकेर त लग्यौँ, तर माथि चढ्ने मान्छे पाएन हामीले। फेरि सरहरूलाई बोलाएर अनि सर चाहिँ एकजना सर माथि चढ्नुभयो। ब्यानर र बेलुन टाङ्नमा आधी घन्टा 1 घन्टा लागिसक्यो होला, किनकि गाह्रो भइरहेको थियो, पानी परेर चिप्लो भइसकेको थियो। तर पनि सरले चाहिँ गर्न भ्याउनुभयो। पेरेन्ट्सहरू बस्नको लागि टिचर र स्टुडेन्ट हामी सबैजना मिलेर प्री चेयरहरू पहिला मिलायौँ। डेकोरेसन भइसकेपछि हामी केही टिचरहरू स्वागत गर्नलाई बस्यौँ। उहाँ हाम्रो भुपु सर हुनुहुन्छ। बाँकी स्टुडेन्टहरूलाई नि भित्र गएर बस्न भन्यौँ, किनकि अब मार्क पास सुरु हुन लाग्यो हाम्रो 11-12 को स्टुडेन्टहरू। आज चाहिँ मार्क पास गर्ने स्टुडेन्टहरूलाई सजिलो भए, किनकि घाम उदाएको छैन। घाम उदाउँदा अलिक गाह्रो हुन्छ स्टुडेन्टहरूलाई गर्मीले। उहाँहरू हुनुहुन्छ हाम्रो आदरणीय अतिथि महानुभावहरू। साथीहरू भिडियो लामो हुन सक्छ, त्यसैले बाँकी चाहिँ नेक्स्ट भिडियोमा है। थ्याङ्क यू फर वाचिङ।